हेलो नमस्ते सबैजनालाई के छ खबर सन्चै हुनुहुन्छ सन्चै हुनु पऱ्यो म आज चाहिँ हर व्यक्तिको लक्की नम्बर हुन्छ अनि लक्की कलर पनि हुन्छ जसको पनि आज चाहिँ म जो पनि व्यक्ति 1 नम्बरबाट रुलिङ हुनुहुन्छ जस्तै जसको पनि जन्म 1, 10, 19 र 28 तारिक भएको छ उहाँको लक्की नम्बर चाहिँ तपाईँको 1 त भइहाल्यो है अनि 2 अनि त्यसपछि 3 अनि 9, 5 र 6 हुन्छ। त्यसै गरी अब यो नम्बरलाई चाहिँ कसरी युज गर्ने हामीले है त अब हामीलाई कन्फ्युज छ लक्की नम्बर त छ तर हामीले युज कसरी गर्ने भन्ने कुरा हामीलाई जानकारी छैन। त्यसले गर्दाखेरि युज गर्ने बेलामा तपाईँको कुनै इन्टरभ्यू छ सो तपाईँ कुनै फर्म भर्दै हुनुहुन्छ अथवा तपाईँ कुनै पनि तपाईँको गाडी लिने जाँदै हुनुहुन्छ लिने सोचमा हुनुहुन्छ र तपाईँ कुनै पनि मोबाइल नम्बर लिने सोचमा हुनुहुन्छ अथवा बाइक नम्बर लिने सोचमा हुनुहुन्छ यिनै चिजलाई चाहिँ सबै चिजलाई चाहिँ तपाईँको लक्की नम्बरमा ल्याउनु पऱ्यो है त्यसरी लक्की नम्बरमा ल्याउनु भयो भने तपाईँको लक्की नम्बर चाहिँ युज हुन्छ। त्यसै गरेर लक्की कलर छ लक्की कलर पनि 1बाट रुलिङ हुने व्यक्तिको एनी रेड फ्यामिली जस्तो ओरेन्ज भइहाल्यो अनि त्यसपछि कलेजी होला सेम्रिक होला हरेक चिज छ रेड फ्यामिलीको कलर चाहिँ तपाईँको लागि हो। त्यसैले गर्दा कलर कसरी युज गर्ने भनेपछि पनि तपाईँको जस्तो इम्पोर्टेन्ट डिल होला डिल गरेर जानुपर्ने होला अथवा मिटिङमा जानुपर्ने होला अथवा इन्टरभ्यूमा जानुपर्ने होला अथवा कुनै पनि क्षेत्रमा आफू प्रेजेन्ट हुनुपर्ने होला त्यस ठाउँमा चाहिँ तपाईँ सक्नुहुन्छ रेड कलर अथवा त्यस्तो आफ्नो सुइटेबल कलर लगाएर जानुहोस्। यदि त्यस्तो लगाउने सक्ने सम्भव स्थिति भएन भने एउटा रुमाल चाहिँ राखेर जानु होला र ब्ल्याक कलर जिन्दगीमा अथवा भुलेर पनि युज नगर्नु होला। त्यस्तो गर्नुभयो भने अरू बाँकी तपाईँहरूलाई चाहिने सल्लाह सुझावको लागि कमेन्ट गर्नुहोला इनबक्समा म्यासेज गर्नुहोला म छँदैछु।